एमाले काङ्ग्रेसलाई अर्को ठुलो धक्का। 31 वर्षसम्म लुकाएर राखेको इतिहासकै सबैभन्दा ठुलो जग्गा घोटालाको फाइल अन्ततः खुलिएको छ। राहुल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न मन्त्रालयलाई निर्देशन दिने। 2052 सालको राहुल आयोग प्रतिवेदनको फाइल बिउतिएपछि काठमाडौँका नामुद होटेल व्यवसायी, अरबपति व्यापारीहरू र पहुँचवाला नेताहरूको सातो ढुँडेको छ। यो प्रतिवेदन अनुसार काठमाडौँको मुटुमा रहेको कुल 1859 रोपनी सरकारी जग्गा देशका 8093 जना भिआइपी भूमाफियाहरूले सेटिङमा कब्जा गरेका छन्। जग्गा मिच्ने हाई प्रोफाइलहरूमा पञ्चायतदेखि गणतन्त्रसम्मका हरेक सत्ताका प्रिय पात्र, पूर्व अर्थमन्त्री र परराष्ट्र मन्त्री समेत बनेका कूटनीतिज्ञ डाक्टर भेषबहादुर थापाले मात्रै झन्डै 2.5 रोपनी सरकारी जग्गा मिचेको रेकर्ड भेटिएको छ। त्यति मात्र होइन, लाजिमपाटको साङ्ग्रिला होटेलले 7 आना र होटेल काठमाडौँले पनि सरकारी बाटो र जग्गामा आफ्नो साम्राज्य खडा गरेका छन्। नागपोखरी र स्वयंको देवस्थल समेत भूमाफियाको कब्जामा छ। एमाले र काङ्ग्रेसका अधिकांश पुराना नेता कार्यकर्ताहरूको घर यसै जग्गामा बनेका छन्। यसअघि बालेन शाह काठमाडौँको मेयर हुँदा नै यो जग्गा फिर्ता ल्याउन कोसिस गरेका थिए, तर त्यति बेला केपी ओली सरकारले बालेनलाई पाइला पाइलामा असहयोग गरे। तर इतिहास सधैँ एउटै रहँदैन, समय बदलियो। आज तिनै बालेन शाह देशको प्रधानमन्त्री बनेका छन्। हिजो मेयर हुँदा रोक्नेहरू आज हेरेको हेरै भएका छन्। आफै फस्ने हो कि डरले काम्दैछन्। प्रधानमन्त्री बालेनले मन्त्री परिषदबाटै यो निर्णय गराएर 31 वर्ष पुरानो फाइल खोलेका हुन्। अब ती 8000 भूमाफियाहरूको सूची सार्वजनिक हुँदैछ र सरकारी जग्गामा बनेका महलहरूमा डोजर चल्ने दिन नजिकिँदैछ। जय बालेन सरकार।